नमस्कार सर। सत साहेब सर। सर तपाईँको नाम के होला? मेरो नाम लीलाधर भट्ट। तपाईँको घर कहाँ पर्यो? कञ्चनपुर जिल्ला बेतकोट नगरपालिका 7 बसन्तपुरबाट। तपाईँले सन्त रामपालजी महाराजबाट मन्त्र दीक्षा कहिले प्राप्त गर्नुभयो? 2020मा। सन्त रामपालजी महाराजबाट मन्त्र दीक्षा लिनु अघि तपाईँ के कस्ता भक्ति साधनाहरू गर्नुहुन्थ्यो? सन्त रामपालजी महाराजको शरणमा आउनुभन्दा पहिले हाम्रो गाउँ समाजमा चलेको परम्परागत भक्ति साधनाहरू गर्ने गरिन्थ्यो। साथै ज्योतिषको सल्लाह अनुसार ज्योतिषलाई हेरिन्थ्यो अनि ज्योतिषले जे कुरा भन्नुभयो, कहिले मङ्गलबार व्रत बस्ने, कहिले शनिबार व्रत बस्ने, यस्ता कुराहरू गर्ने गरिरह हुन्थे। अनि मङ्गलबार व्रत बस्ने सल्लाह दिनुभयो ज्योतिषले। अनि ज्योतिषले मङ्गलबार व्रतको यति व्रत बस्नुपर्ने हुन्छ भनेपछि मैले मङ्गलबार व्रत पनि बसेँ अनि त्यसको साङ्ग्य गराएँ। अनि त्यसपछि काठमाडौँमा एकजना ज्योतिषले कार्यक्रमहरू टिभीमा कार्यक्रम चलाउनुहुन्थ्यो अनि त्यसबाट प्रभावित भएर मेरो परिवारले अनि त्यो ज्योतिष कहाँ जाउँ भन्यो। अनि त्यो ज्योतिष कहाँ गएपछि अनि मलाई मङ्गलबारको व्रत बस्ने, व्रत गर्ने र अनि हनुमान चालिसा 3 चोटि पाठ गर्ने भनेको थियो। मैले मङ्गलबार व्रत त मैले गर्न सक्दिनँ भनेपछि परिवारलाई ल तपाईँले शनिबार मङ्गलबार व्रत बस्दा हुन्छ र तपाईँले चाहिँ 3 चोटि मलाई 3 दिनमा 3 चोटि हनुमान चालिसा पाठ गर्दा राम्रो हुन्छ भनेर मलाई सल्लाह दिनुभएको थियो। त्यही अनुसार मैले 3-4 वर्ष जति त्यो पनि गरेँ र बिहान म सधैँ प्राय बिहान सन्ध्या अनि साँझ सन्ध्या यो कुराहरू म नित्य नै थियो मेरो। बिहान उठेपछि र साँझ हुँदाखेरि म आधा घन्टा जति परमात्मालाई सम्झाएर, तर परमात्मा चाहिँ को हो भन्ने मलाई डाउट थियो। तैपनि म त्यो देखिदेखाओ अब देखा सिकीको साधना गरिरह हुन्थेँ। सन्त रामपालजी महाराजका शिष्यहरूले उहाँबाट मन्त्र दीक्षा लिएपछि विभिन्न प्रकारका लाभहरू प्राप्त भएको कुरा बताउने गर्छन्। तपाईँलाई चाहिँ उहाँबाट मन्त्र दीक्षा लिएपछि के कस्ता लाभहरू प्राप्त भए? सन्त रामपालजी महाराजको शरणमा आएपछि मलाई बल्ल थाहा भयो लाभ भन्ने कुरा यस्तो हुने रहेछ। पूजाआजा गरेपछि यस्तो लाभ हुने रहेछ भन्ने कुरा कब थाहा भयो भने म एक दिन कतै जाँदै थिएँ साइकलमा जाँदाखेरि त्यहाँ ओह्रालो थियो। ठिक्क ओह्रालो बाटो लाग्ने बेला परतिर एउटा भरेको ट्रक थियो, यो रडहरूको ट्रक भरेको थियो र त्यो मेरो साइडमा त्यो रडहरूको ट्रक भरिएको थियो। अनि त्यसमा लाग्छ भनेर मैले रोक्न खोज्दाखेरि साइकलको ब्रेक लागेन। साइकलको ब्रेक नलागेपछि ओहो यहाँ त अब खतरा रहेछ, साइडमा पनि बाटो छैन, यताबाट जानु पर्यो भनेर यता साइडमा जाँदाखेरि पर्तिरबाट गाडी आएर ठ्याक्क म अब त्यो गाडीको र त्यसको बिचमा फिट भरिएको रोडमा म ट्याक्क दुईवटा गाडीको बिचमा परेँ। अनि बिचमा परेपछि अब ल मरिन्छ कि क्या हो भन्ने भयो। मैले जयबन्दी छोड्के मेरो मुखमा त्यति मात्रै आयो र म मेरो त्यो साइकलको पुरै दुईवटा ह्यान्डल घस्रिरहेछ ल भाँच्यो अब म त गएँ भन्ने त्यति मात्रै। बन्दी छोड भन्दा यति मात्रै भएको थियो। अनि गाडी यता पास भएपछि मलाई त केही पनि भएको छैन। यसरी यताउता हेर्छु, हो केही पनि भएर हिँड्छ म त रहेछु भने। अनि त्यो गाडीवालाहरू रोकिँदै थियो। मैले भने ल जाऊ मलाई केही भएको छैन भने म कुदेर त्यहाँ गएँ। अरू मान्छेहरू पनि मलाई हेर्न, मान्छे त मर्यो भनिरहेको थियो, तर मलाई केही पनि भएको थिएन, केही पनि भएन मलाई। न साइकलमा केही भएको थियो, खालि त्यो रगडको उसले मैले साइकल पनि ह्यान्डल गयो, अब म पनि जान्छु भन्ने लागिरहेको थियो, तर केही पनि भएन। अनि मलाई बल्ल याद भयो परमात्मा यति हुँदा पनि, दुईवटा गाडी रगडिँदा पनि मलाई केही पनि भएको छैन। परमात्मा भक्ति त यस्तो हुँदो रहेछ, परमात्माले यसरी रक्षा गर्नु हुँदो रहेछ भन्ने मलाई त्यो बेलादेखि थाहा भएको। अनि म दृढ विश्वास हुँदै परमात्माको भक्ति गर्दै मलाई दृढ विश्वास हुँदै गयो। अनि एक दिन म परालको कुन्यु बनाउँदै थिएँ। अनि त्यो पराल यस्तो भयो, अब ठुलो बनाउँ, माथि नै सबै पराल हालिदिउँ भन्ने भयो। अनि माथि हाल्दै माथि 10-12 फिट जति भयो। अनि 10-12 फिट भएपछि अब तल ओर्लिनु पर्यो, तर ओर्लेपछि यसो फर्केर हेर्छु त सिँढी त आधा मात्रै रहेछ। अब सिँढीमा नपुग्ने भयो, कसरी के गरौँ भन्दाखेरि त्यहाँबाट म त्यहाँ हात लाउने केही पनि थिएन। अनि त्यहाँबाट खसेँ म। खसिसकेपछि अब म त्यहाँबाट उठ्नै मरिन्छ। अब त्यो मलाई त्यो होस हवासै भएन केही क्षणसम्म। म त्यतिकै भए परबाट परिवार आयो, के भयो भने अब म त बोल्नै सक्दिनँ, के भयो के हुनु अब त्यहाँ।
अब त्यहाँ उठ्नै नसक्ने भयो। मैले भने म त उठ्न सक्दिनँ, अब के गर्ने होला, मरिन्छ क्या हो, बाँच्ला जस्तो पनि लाग्दैन मलाई त भने। अनि त्यहाँ छोरा र परिवारले, श्रीमतीले मलाई उठाएर जसोतसो बेडमा लानुभयो। अँध्यारो परिसकेको थियो। मैले भने अब अहिले हस्पिटल त नजाउँ, ठिकै छ, हेरौँ के भएको रहेछ, राति अब भोलि बिहान जाउँला भनेर म पल्टेँ। बेडमा पल्टेपछि म उठ्न नसक्ने भयो। अब त्यहाँबाट न उठ्न सक्छु, न हलचल गर्न सक्छु। अब खुट्टा हल्लाउँछु, केही पनि हल्लिनँ। अब मलाई के भयो भने मेरो त खुट्टा गएछ कि क्या हो भन्न थालेँ म। अनि जसोतसो रात कटाएर बिहान हुँदै गाडी समातेर यहाँ महेन्द्रनगर हस्पिटल आएँ। हस्पिटलमा अब त्यहाँ डक्टरले रिपोर्टहरू लिनुभयो। रिपोर्ट लिइसकेपछि भन्नुभयो कि अब यहाँ त तपाईँको चान्सै छैन। धनगढीमा पनि राम्रो राम्रो डक्टर हुनुहुन्छ, जानुहोस् सेती हस्पिटलमा, त्यहाँ डक्टर भेटाउनुहुन्छ, उहाँको सल्लाहअनुसार तपाईँले उपचार गराउनु होला भनेर यहाँबाट हामी सेती अञ्चलमा रिफर भयो। सेती अञ्चल इमर्जेन्सीमा गइसकेपछि त्यहाँ डक्टरहरूले हेर्नुभयो। अनि रिपोर्टहरू हेरिसकेपछि बच्चालाई बोलाएर, एकान्त कोठामा बोलाएर, माथि बोलाएर बच्चालाई भन्नुभयो, बाबालाई त सानोतिनो चोटहरू रहन्छ, बाबाको लास्ट स्टेज रहेछ, अब अपरेसन गर्दा पनि उहाँको ज्यान जान सक्छ, भन्न सकिन्न, खर्च पनि धेरै लाग्छ। तर यहाँ त कुनै सम्भावनै छैन, तपाईँ या काठमाडौँ लानुहोस् या दिल्ली लानुहोस् भनेर बच्चालाई त्यो भनिसकेपछि बाबालाई चाहिँ नबताउनु होला है भन्नु। छोराले अब कता कताबाट अर्को डक्टर साहबको पनि कन्ट्याक्ट नम्बर लिनुभएछ। काठमाडौँको डक्टर साहबको हड्डी सर्जन हुनुहुन्थ्यो उहाँ पनि। उहाँलाई कन्ट्याक्ट गरिसकेपछि वाट्सएपमा अब उहाँले रिपोर्टहरू मगाउनु भयो। छोराले रिपोर्टहरू पठाउनु भयो, पठायो। रिपोर्ट पठाइसकेपछि त्यहाँको डक्टर साहबले भन्नुभयो कि बाबालाई त लरोतरो जसोतसो चोट होइन बाबु, सिरियसै रहेछ, अब के गर्ने, उहाँलाई जसरी पनि अपरेसन पनि नगरी भएको छैन। अनि बच्चाले मलाई भन्ने भयो, बाबा जसरी पनि अपरेसन गराउनै पर्ने भन्छन् डक्टरहरूले। मैले भने डक्टरहरूले जे भने पनि मैले केही पनि मान्नेवाला छैन। अब मेरो परमात्माले जे गर्नुहुन्छ मलाई त्यही अनुसार म चल्नेवाला छु, त चुप लाग भनेर भनिसकेपछि ऊ पनि चुप लाग्यो। म 12-13 दिन जति बेडमा सुतिराखेँ। अनि डक्टर साहब दिनमा 4 पल्ट आउनुहुन्थ्यो, मलाई चेक गर्नुहुन्थ्यो, मलाई भन्नुहुन्थ्यो अब तपाईँको रगत आइरहेछ कि छैन पिसाबमा, या कति दुखिरहेछ, त्यो दुखाइ कसरी सहिरहनु भएको छ। मैले भन्थेँ मलाई परमात्मा, यो भगवान्को दयाले होला, मलाई कति पनि दुखाइ छैन। मैले फिटिकै त्यो 2-3 दिन जति दुखाइको गोली ट्याब्लेटहरू इन्जेक्सन लगायो। त्यसपछि मैले भने मलाई दुखाइ केही पनि छैन, मलाई दुखाइ नगर्नु, यो दुखाइको औषधि मैले खान्न भनेर मैले दुखाइको औषधि पनि खानु परेन मालिकको दयाले। अनि 13 दिनपछि त्यहाँबाट डिस्चार्ज भयो। अनि यस्तै सुतिराख्ने त अब घरमै सुतिराख्दा पनि हुन्छ, तपाईँले अब एम्बुलेन्स लिनुहोस् र बिस्तारै जानु होला घरमा गएर भनेपछि म घरमा आएँ। घरमा आएर अनि त्यहाँ यो खुट्टा चाहिँ नचलाउनु होला भनेर त्यहाँ त्यो अनुसारले मेरो खुट्टा बाँधिदिनु भयो। अनि त्यसरी म आएँ। आइसकेपछि अब यो ठाउँको थियो नै अप्ठ्यारो, न ब्यान्डेज के त्यसमा प्लास्टर गर्नु मिल्ने, न केही मिल्ने, त्यस्तो भएको रहेछ। अनि घरमा आइसकेपछि परमात्माको दयाले मलाई दुखाइ त केही पनि थिएन। म बेडमा सुतिरहन्थेँ, बेडमा सुत्थेँ र महिना दिनमा नै एक दिन के प्रेरणा भयो, कति सुतिराख्ने होला हो, यो जसरी भए पनि अब त उठ्नु पर्यो भनेर म उठेर यसो बाहिरभित्र टोइलेटसम्म त जान्थेँ पछि बिस्तारै। त त्यो दिन मलाई के चल्यो भने, ओहो एकचोटि त आश्रममा गइहालौँ न भनेर मैले त्यो साइकल समातेर म चलाउँदै अलिकति पीडा जस्तो भइरहेको थियो, तैपनि म आश्रममा आएँ। आश्रममा आएपछि त्यहाँ डक्टर साहबको उसको कन्ट्याक्ट हुने रहेछ छोराको। अनि ऊ स्कुलबाट गएको, ठ्याक्क डक्टर साहबले उसलाई मेसेज पठाएको रहेछ, बाबालाई कस्तो छ ध्यान गरिस् है बाबु, उहाँलाई खतरा छ, उहाँलाई थाहा छैन कस्तो चोट हो भन्ने। त्यो भइसकेपछि अनि म यहाँ आश्रमबाट गएपछि बच्चा मलाई खोजिरहेको रहेछ, मम्मी कहाँ, बाबा त तेरो बाबा त साइकल समातेर आश्रमतिर जानुभयो, कता जानुभयो थाहा छैन, साइकल समातेर जानुभयो। अनि म आउँदाखेरि छोरा यस्तो भएर, बाबा यो कस्तो, डक्टरले के भनेको छ थाहा छ तपाईँलाई, यो ऊ मेसेज हेर्नु, यहाँ मलाई के भनेको छ, हिफाजत गर्नु भनेको छ, तपाईँ कहाँ जानुभयो। मैले भने डक्टर साहबको कुरा छोडिदिएँ, मलाई मेरो डक्टर साहबले मलाई ठिक पारिसक्नुभयो भनेर म त्यसरी त्यो दिनदेखि म हल्का फुल्का चल्न थालेँ। फेरि बिस्तारै अनि रिपोर्ट पठाएँ डक्टरलाई, ठिक हुँदैछ भन्यो। अनि 3 महिनामा रिपोर्ट पठाउँदाखेरि डक्टर साहबले भन्नुभयो अब त्यो रिपोर्ट हेरेपछि, अनि अब जसरी पनि हिँड्दा हुन्छ, तपाईँले केही पनि गाह्रो छैन भने। अहिले तपाईँको अन्तर्वार्ता हेरेर बसिरहनुभएका
नेपाली दिदी बहिनी तथा दाजुभाइहरूलाई तपाईँ के सन्देश दिन चाहनुहुन्छ? सन्देश त हाम्रो तत्त्वदर्शी सन्त रामपालजी महाराजले दिइरहनु भएको छ। उहाँको विभिन्न च्यानलहरूमा या शास्त्र अनुसार जति पनि सत्सङ्गहरू चल्छ उहाँले दिइसक्नु भएको छ। त म त हात जोडेर हाम्रो दिदी बहिनी दाजुभाइहरूलाई विनम्र हात जोडेर अनुरोध गर्न चाहन्छु, कृपया एकचोटि सन्त रामपालजी महाराजको ज्ञान ध्यान दिएर सुनिदिनु होला। उहाँको किताब गीता तिम्रो ज्ञान अमृत, ज्ञान गङ्गा, जिउने मार्ग जस्ता पुस्तकहरू छन्, ध्यान दिएर पढिदिनु होला। हाम्रो जति पनि सद्ग्रन्थहरू छ सबैमा मिलाएर हेरिदिनु होला, यति विनम्र अनुरोध गर्न चाहन्छु। सन्त रामपालजी महाराजबाट मन्त्र दीक्षा कसरी प्राप्त गर्न सकिन्छ? सन्त रामपालजीबाट मन्त्र दीक्षा लिन धेरै सजिलो छ। अहिले विभिन्न सोसल मिडियाहरूमा, फेसबुकमा, युट्युबमा पनि जगद्गुरु तत्त्वदर्शी सन्त रामपालजी महाराज गुगलमा जहाँबाट पनि हेर्न सक्नुहुन्छ। र नेपालकै विभिन्न च्यानलहरूमा या विश्वको विभिन्न 10-12वटा च्यानलहरूमा सन्त रामपालजी महाराजको सत्सङ्गहरू चलिरहेको हुन्छ। त्यो सत्सङ्गको तलपट्टि पट्टी चल्छ, त्यो पट्टीमा विभिन्न सेन्टरहरूको, आश्रमहरूको नम्बरहरू भेटाउन सक्नुहुन्छ। अनि त्यो नम्बरहरूमा कन्ट्याक्ट गरेर सन्त रामपालजी महाराजसँग मन्त्र दीक्षा प्राप्त गर्न सक्नुहुन्छ। सन्त रामपालजी महाराजबाट मन्त्र दीक्षा लिनका लागि कति शुल्क तिर्नुपर्छ? सन्त रामपालजी महाराजसँग मन्त्र दीक्षा लिनुको लागि निःशुल्क नामदान दिनुहुन्छ, 1 रुपियाँ पनि दिनु पर्दैन। धन्यवाद। सत्साहे।